ट्रेडिङको एउटा डार्क रियालिटी जो हर कोही सुन्न चाहँदैनन्। जो पनि बिगिनर ट्रेडर हुनुहुन्छ, जसले भर्खर ट्रेडिङ सुरु गर्नुभएको छ, उहाँहरूले अबको 1-2 महिनाबाट महिनाको लाख कमाउँछु घर बसी भनेर सोचिराख्नु भएको होला। बट वेट, ट्रेडिङ यस्तो प्रोफेसन हो जहाँ तपाईँहरूले सोचेको जस्तो कहिले पनि पुरा हुँदैन। यो मेरो ट्रेडिङ जर्नल बुक हो, जहाँ मैले आफूले लिएको ट्रेडिङहरू जर्नल गर्दै लेख्थेँ, कसरी ट्रेड लिएँ, किन ट्रेड लिएँ भनेर। त्यसमा मैले आजभन्दा 1 वर्ष अगाडि 2025 जुन 7 मा एउटा च्यालेन्ज लिएको थिएँ फेज 1 फेज 2 पास गर्नको लागि, जसमा चाहिँ 2025 जुन 9 देखि 2025 जुलाई 4 मा 1 महिनाभित्रमा फेज 1 एन्ड फेज 2 पास गर्ने, त्यसबाट पे आउट लिने भनेर मैले च्यालेन्ज लिएको थिएँ। त्यसमा रुल्सहरू पनि मैले लेखेको थिएँ। एक दिनमा कतिवटा ट्रेड लिने, कति लस एक दिनमा लिने, कति रिस्क रिवार्ड राख्ने, कति रिस्क पर ट्रेड राख्ने भनेर सबै लेखेको थिएँ। अनि त्यसमा नो मोर फियर, नो मोर एक्सक्युजेस, इट्स डु अर डाई भनेर लेखेको थिएँ। बट आज 1 वर्ष भइसक्यो। आजको डेट हेर्न सक्नुहुनेछ 2026 जुन 2, ठ्याक्कै 1 वर्षसम्म मैले अहिलेसम्म पनि ट्रेडिङको फेज 1 फेज 2 पास गरेको छैन। मैले फेज 1 पास गरेको थिएँ, तर फेज 2 मा मैले अकाउन्ट ब्रिज गरिदिएँ। त्यसपछि म अहिले पनि फेज 1 मा अड्किरहेको छु। नयाँ च्यालेन्जहरू लिए, नयाँ अकाउन्टहरू मैले प्लटफर्मबाट किनेँ, तर पनि फेज 1 फेज 2 पास गरेर फन्डेड स्टेजमा पुगेर त्यसबाट मैले अहिलेसम्म पे आउट लिएको थिइनँ। मैले 1 महिनामा ट्रेडिङमा फेज 1 फेज 2 पास गरेर पे आउट लिने भनेर सोचेको थिएँ, तर ट्रेडिङको एउटा छुट्टै आफ्नो प्लान रहेछ म माथि। यत्रो समय भइसक्यो, मैले अहिलेसम्म 1 रुपियाँ पनि ट्रेडिङबाट कमाएको छैन, तर पनि म अझै ट्रेडिङमा लागि परिरहेको छु। हिजोभन्दा आज बेटर हुने, डिसिप्लिन कन्ट्रोल गर्ने र ट्रेडिङ साइकोलोजीलाई अझै बलियो बनाउने कोसिस गरिरहेको छु। आशा छ एक दिन मैले देखेको सपना पुरा गर्नेछु, किनभने मलाई ट्रेडिङमा होइन, आफूमा आत्मविश्वास छ।